महिलाले माथि बसेर गर्ने सम्भोग वुमन अन टप अपन काउगर्ल पोजिसनमा महिलालाई आफ्नो गति, कोण, एंगल र गहिराईमा पूर्ण नियन्त्रण हुने भएकाले यो चरम सुख अर्गाजम प्राप्त गर्नका लागि निकै प्रभावकारी मानिन्छ। यस आसनबाट महिलाले अधिकतम सन्तुष्टि प्राप्त गर्ने 5 प्रमुख उपायहरू। क्लिटोरिस। क्लिटोरिसको घर्षणमा ध्यान दिने, सम्भोगका क्रममा चरम सुख प्राप्त गर्न क्लिटोरिसको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। माथि बस्दा आफ्नो शरीरलाई अलि अगाडितर्फ ढल्काएर पुरुषको पेल्भिक हड्डी प्युबिक बोनसँग क्लिटोरिस घिस्रिने रूप गरी गति मिलाउँदा प्रत्यक्ष उत्तेजना मिल्छ र चरम सन्तुष्टि छिटो प्राप्त हुन्छ। गति र गहिराईको आफ्नै नियन्त्रण, कन्ट्रोल अफ रिदम एन्ड डेप्थ। यो पोजिसनको ठूलो फाइदा भनेकै आफूलाई जति सहज हुन्छ त्यति नै गति बढाउन वा घटाउन सकिनु हो। लिङ्ग कति गहिराईसम्म पस्न दिने भन्ने कुरा महिला आफैले तय गर्न सक्छिन्। आफ्नो शरीरको संवेदनशीलता अनुसार ढिलो वा छिटो लय मिलाएर मुभमेन्ट गर्दा चरम सुखमा पुग्न सजिलो हुन्छ। जी स्पोट जी स्पटलाई लक्षित गर्ने कोण, एंगल, माथि बसेको बेला सिधा माथि तल अप एन्ड डाउन गर्नुको सट्टा अगाडि पछाडि वा गोलाकार सर्कुलर मोसन रूपमा कम्मर घुमाउँदा योनिभित्र रहेको जी स्पोटमा सही दबाव पर्छ। कोणलाई हल्का परिवर्तन गर्दै जाँदा कुन पोजिसनमा बढी मज्जा आइरहेछ भन्ने पत्ता लगाउन सकिन्छ। हात वा भाइब्रेटरको प्रयोग, म्यानुअल स्टिमुलेसन। यो आसनमा महिलाका हातहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्। सम्भोग भइरहेकै समयमा महिला आफैले वा पुरुष पार्टनरको हात प्रयोग गरेर क्लिटोरिसलाई सुमसुम्याउन वा मसाज गर्न सकिन्छ। थप उत्तेजनाका लागि सानो भाइब्रेटर वा टोयको प्रयोग गर्नाले पनि चरम सुखको सम्भावना दोब्बर बनाउँछ। उचित लुब्रिकेन्ट र मानसिक सहजता। घर्षणलाई सहज र पीडारहित बनाउन राम्रो वाटर बेस्ड लुब्रिकेन्टको प्रयोग गर्नुपर्छ। यसका साथै मानसिक रूपमा तनावमुक्त भई पार्टनरसँग खुला संवाद कम्युनिकेसन गर्नु आवश्यक छ। आफूलाई कुन चालमा बढी आनन्द भइरहेछ भन्ने कुरा पार्टनरलाई बताउँदा दुवैजनाले एकसाथ गुणस्तरीय सन्तुष्टि लिन सक्छन्। उचित लुब्रिकेन्ट र मानसिक सहजता। घर्षणलाई सहज र पीडारहित बनाउन राम्रो वाटर बेस्ड लुब्रिकेन्टको प्रयोग गर्नुपर्छ। यसका साथै मानसिक रूपमा तनावमुक्त भई पार्टनरसँग खुला संवाद कम्युनिकेसन गर्नु आवश्यक छ। आफूलाई कुन चालमा बढी आनन्द भइरहेछ भन्ने कुरा पार्टनरलाई बताउँदा दुवैजनाले एकसाथ गुणस्तरीय सन्तुष्टि लिन सक्छन्।